त्रिभुवन युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट मास्टर्स अफ बिजनेस स्टडिजको थर्ड सेमेस्टरको रेगुलर अनि पार्सल इक्जामको रिजल्ट आइसकेको छ। मैले चाहिँ हजुरहरूलाई सजिलो होस् भनेर चाहिँ यो भिडियो बनाएको हो। हजुरहरूले चाहिँ रिजल्ट चेक गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियोको तल डिस्क्रिप्सनमा चाहिँ मैले लिङ्क राखिदिएको छु। हजुरहरूले त्यो लिङ्कबाट हजुरहरूको आफ्नो अनि आफ्नो साथीहरूको सँगै रिजल्ट हेर्न सक्नुहुन्छ अनि आफ्नो साथीहरूलाई पनि सेयर गर्न सक्नुहुन्छ है त। यो रिजल्टमा चाहिँ रेगुलर अनि पार्शियल दुईटैको रिजल्ट यसैमा छ। स्पेसलाइजेसन एरिया फाइनेन्स, मार्केटिङ, अकाउन्ट र म्यानेजमेन्ट यो सबैको रिजल्ट यही लिङ्कमा नै छ। हजुरहरूले चाहिँ भेटाउनु भएको छैन भनेर भन्नुभएको थियो होइन, तर राम्रोसँग चेक गर्नु। यसैमा सबैको यसैमा छ रिजल्ट होइन। राम्रोसँग रिपिट गरेर चेक गर्नु होला। यसैमा आफ्नो सिम्बल नम्बर राम्रोसँग चेक गरेर हेर्नु होला। यसैमा सबैजनाको रिजल्ट यसैमा आएको छ, छुट्टा छुट्टै आएको छैन। सो फाइनेन्सको पनि यही छ, मार्केटिङको पनि यही छ, अकाउन्टको पनि यही छ, म्यानेजमेन्टको पनि यही छ। अनि यसरी चाहिँ हजुरहरूले चेक गर्न सक्नुहुन्छ। आफ्नो लेजर सहित राम्रोसँग क्लियर तरिकाले यो भिडियोबाट हेर्न सक्नुहुन्छ।